खाना मन छ भने खाऊ के छ विचार अंकल तिमीलाई आउन मन छ त भात खान मन छ त खान मन छ भने आऊ तपाईं कम त राम्रो हुनुहुन्छ अलि अगाडि जा त तपाईं जतिको राम्रो मैले देखेकै छैन नेपालमा हैन कुलजी यो कुन मल रे यो एलबी मल ब्रान्डेड कपडाहरूको सबैभन्दा महँगो हैन यसमा के पाउँछ कपडा हैन ब्रान्डेड सबै ब्रान्डेड ज्वेलरीहरु ब्रान्डेड जुत्ता ब्रान्डेड इलेक्ट्रोनिक्स ब्रान्डेड सबै बच्चाहरुको कुराहरु ब्रान्डेड कुन ब्याग हिजो के सक्यो भने लुइस हिजो सक्यो सम्बन्ध हरेक कुरा एउटाको 5 लाख औँठीलाई 5 लाख आरएमबी हामी सकिन्न त्यो आरएमबी भनेको 5 दुना 10 1 करोड 10 रिफ्रेसमेन्ट हुन्छ नि युनिभर्सिटी भित्र टेन्सन हुन्छ कि ल्याबको तनाव प्रोफेसरको तनाव एक छिनछिनमा रिसाउँछन् छिनछिनमा अर्को भन्छन् मोबाइल सामसङको सोरुममा छौँ हामी अहिले सामसङको मोबाइल सपमा मोबाइल किनौँ भनेर आएको सामसङको हेरौँ कतिसम्मको छ यो घडी रहेछ ग्यालेक्सी Z Fold 7 13,900 यो घडीलाई पनि 2,900 3,000 भन्दा माथिको छ घडीहरू पनि महँगो छ त हो घडी लैजाने हो कि यस्तो लाग्यो 2009 300 लोट्से के भन्दै थियो कि फिम एसी परफ्यूम ने मेरो गर्लफ्रेन्डलाई कुन किनिदिउँ भन्नु है हिजो ब्रेकअप भइहाल्यो अब हिजो ब्रेकअप भइहाल्यो अब धम्की दिएको मलाई भन्दै साँच्चै हो बोल्न त फेरि बोलिसके बिहानै किन गफ नगरिकन त कोही न कोहीसँग त गफ गर्न पर्यो केटी त चाहियो गफ गर्ने केटी त होइन तपाईँ बुढो मान्छे हामीलाई त चाहियो नि यार कुनमा यसमा जाने यो त टोयजहरूको हो हुन्छ नि तिनीहरू अस्ति नै मैले अस्तिको गएको शनिमा यहाँ आएको थिएँ नि उसकोमा विनोदकोमा त्यो बेलामा मैले बोलाएको क्या त्यसलाई जाम घुम्न तरमा भनेको कहाँ जाने भने सबै कुरा गरेँ अन्तिममा एन्थाइसन जाम न त भनेको पछि रिप्लाई नै गरिनँ को जाने भने तरमा जाने भनेको अनि रिप्लाई नै गरिनँ कफी मसिन तपाईँ हेर्नुहोस् 8,990 RMB यसको लगभग नेपालीमा 1.5 लाख 1,80,000 जति हुन्छ
के गर्नु राम्रो होला के भयो मैले के किनिदिने रे गर्लफ्रेन्डलाई एलभी को ब्याग जुत्ता गर्लफ्रेन्ड नै छैन ब्रेकअप भयो मेरो अब नयाँ बनाउने हो 15,000 20,000 25,000 गर्लफ्रेन्डलाई मोबाइल पठाइदिनु पर्ला भनेको खै गर्लफ्रेन्ड नै नभएर गाह्रो बनायो एउटी त थिए बोल्नै छोडियो किन होला Samsung Galaxy S25 Ultra. अल्ट्रा वान्डा प्लाजा अहिलेमा वान्डा प्लाजा आइपुगेको छ वान्डा प्लाजा Thank you.